नमस्ते, म डाक्टर दिपेन्द्र कार्की, मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर। आज विशेष गरी थाइरोइड रोग भएका बिरामीहरूको लागि एउटा महत्त्वपूर्ण टपिक लिएर आएको छु। थाइरोइड रोग अथवा थाइरोइड ग्रन्थीको रोग हामीले आजभोलि चाहिँ दिनानुदिन एकदमै कमन हाम्रो सोसाइटीमा देखिरहेछौँ र यो थाइरोइड रोग हाइपोथाइरोइडिजम हर्मोन कम भएको समस्या अथवा हाइपरथाइरोइडिजम हर्मोन धेरै हुने समस्या हुन्छ र कुनै पनि थाइरोइडको ग्रन्थीको रोग भएको व्यक्तिहरूमा चाहिँ एउटा महत्त्वपूर्ण कुरा हामीले जान्नुपर्ने कुरा के छ भने थाइरोइड रोग भएको बिरामीहरूले उहाँहरूको चाहिँ जीवनकालमा उहाँहरूलाई चाहिँ थाइरोइड रोगको क्यान्सर पनि हुन सक्छ। यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण इम्पोर्टेन्ट कुरा छ। यो सबैले जानकारी लिनु जरुरी छ। अमेरिकामा गरेको एउटा अध्ययन अनुसार प्रत्येक 1 लाख व्यक्ति थाइरोइड रोग भएको व्यक्तिहरूमा चाहिँ 13.5% अथवा 13.5% मान्छेहरूमा चाहिँ थाइरोइडको क्यान्सर देखिने गर्छ प्रत्येक वर्ष। त्यस कारणले र हामीले पनि हाम्रो ओपिडीमा दैनिकी बिरामीहरू चेक गर्ने क्रममा हेर्दाखेरि चाहिँ थाइरोइड रोग भएका व्यक्तिहरूलाई स्क्रिनिङ गर्दाखेरि थाइरोइड क्यान्सर भएको भेट्छौँ र त्यस कारणले कुनै पनि थाइरोइड रोग भएको व्यक्तिहरू हुनुहुन्छ भने उहाँहरूले चाहिँ थाइरोइड रोगको क्यान्सर छ अथवा थाइरोइड ग्रन्थीको क्यान्सर छ कि छैन भनेर चेक गर्नलाई चाहिँ थाइरोइड रोग भएको व्यक्तिहरूले थाइरोइड ग्रन्थीको चाहिँ भिडियो एक्सरे अथवा अल्ट्रासाउन्ड अनिवार्य रूपमा गरेकै हुनुपर्छ। त्यो भिडियो एक्सरेमा यदि हामीले कुनै थाइरोइड ग्रन्थीमा शङ्कास्पद मासुको डल्लो पलाएको देख्यौँ भने त्यसको हामी एफएनएसी गरेर कन्फर्म गर्छौँ र यदि थाइरोइड ग्रन्थीमा चाहिँ क्यान्सर भएको कन्फर्म भएको खण्डमा र छिटै हामीले त्यसको पत्ता लगाउन सकेको खण्डमा चाहिँ थाइरोइड क्यान्सरलाई हामीले निर्मूल गर्न सक्छौँ। त्यसको चाहिँ सर्जरी अपरेसन गरेर उपचार गरिन्छ। त्यस कारणले यदि कुनै पनि व्यक्ति तपाईँ थाइरोइड रोग भएको हुनुहुन्छ भने र तपाईँहरूको चाहिँ घाँटीको भिडियो एक्सरे गरेको छैन भने अनिवार्य रूपमा भिडियो एक्सरे गर्नुहोला। त्यो भिडियो एक्सरे गरिसकेपछि चाहिँ थाइरोइड ग्रन्थीमा केही समस्या छ कि छैन हामीले पत्ता लगाउन सक्छौँ र यदि त्यो समस्या क्यान्सर भएको खण्डमा त्यसको हामी उपचार गर्न सक्छौँ कम्प्लिटली। त्यस कारणले सबै थाइरोइड रोग भएको व्यक्तिहरूमा मेरो अनुरोध के छ भने एकपटक आफ्नो थाइरोइड ग्रन्थीको चाहिँ अल्ट्रासाउन्ड भिडियो एक्सरे चाहिँ गरौँ। धन्यवाद।